हेलो हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म यहाँ कुखुरा देखाउँदै थिएँ र भाले आज चाहिँ ढेँडो खाने भनेर यहाँ भाले काट्ने भनेर रेडी गर्दै थियौँ र म चाहिँ यहाँ एकपट्टि आगो पनि तताइरहेको थिएँ। मै बनाउँछु सबै भालेहरू चाहिँ, र यता फेरि नानीहरू पढाउनु पनि तयारी गरिरहेको थिएँ किनकि उनीहरूको इक्जाम चलिरहेको थियो। त्यही भएर उनीहरूलाई पनि यता पढाउँदै थिएँ पनि, बेला बेला म गाइड गर्न आउनुपर्छ, सरस्वतीलाई टेर्दैन, त्यही भएर र यता म काट्नु चाहिँ मलाई डर लाग्छ, डेडीले काटिदिनु भयो र बनाउनु चाहिँ अल्छी गर्नुहुन्छ। पहिलादेखि मै बनाउँछु किनकि अब मेरो हस्बेन्डले पनि हुनुहुन्न सधैँभरि साथमा, र म नहुँदा पनि सबै कुरो सिकिराख्नुपर्छ, जानिराख्नुपर्छ भनेर यसरी म यहाँ बनाउँदै थिएँ भाले। र भालेसँग चाहिँ ढेँडो खुवाउने भनेर हजुरआमा आउनुभएको छ नि त, हजुरआमालाई पनि ढेँडो मनपर्छ भनेर ढेँडो बनाउनु पर्यो भनेर चाहिँ भालोको सुपसँग मिठो हुन्छ भनेर म यहाँ बनाउँदै थिएँ। र यो भाले चाहिँ हामीले दिदीले ल्याइदिएको थियो र यता मैले काटकुट छिलछाल गरिसकेँ। अब यहाँ म काट्नु लागि रेडी गर्दै थिएँ र काटिसकिसकेर चाहिँ यसको चाहिँ सुप बनाउँछु। अनि उता भात पनि बसाइरहेको थिएँ र त्यसपछि चाहिँ रेडी गरिसकेर चाहिँ अनि ढेँडो बसाउँछु भनेर यता मासु चुलामै बनाएँ किनकि अब कुखुराको देसी कुखुरा अलिक छिप्पेकै हुन्छ नि त। र यहाँ पाकिरहेको थियो, यो हजुरआमा मम्मीहरू पनि गफ गरिराख्नु भएको थियो। म चाहिँ यता पनि हेर्दै थिएँ, उता पनि ढेँडोको लागि पानी बसाइरहेको थिएँ। भात चाहिँ अगाडि बनाइसकेको थिएँ किनकि सबैले ढेँडो खाँदैन नानीहरूले। र मेरो चाहिँ यहाँ मासु पाकेर रेडी पनि भइसक्यो र मैले धनियाँ पत्ता पनि हाल्दै र अर्कोपट्टि ढेँडोको तयारी गरेँ। अनि मेरो ढेँडो चाहिँ कम्ती बनाएँ किनकि दुईजनालाई मात्रै हो नि त, त्यही भएर। अन्त यता मासु रेडी भइसकेपछि ढेँडो त एकैछिन लाग्छ नि त, त्यही भएर ढेँडो पनि यता रेडी हुँदै थियो। र मम्मी र म भएर चाहिँ अनि ढेँडो मस्काउनु चाहिँ एकछिन टाइम लाग्छ, मलाई त आउँदैन, झरिहाल्छ। मम्मीले चाहिँ मजाले गर्नुहुन्छ र यहाँ मम्मीले ढेँडो मस्काउनु हुँदै थियो, मैले चाहिँ पक्रिदिएको थिएँ। त्यस पछाडि ढेँडो पाकिसकेपछि अब तातो दिनु पर्यो भनेर अन्त यहाँ हजुरआमालाई दिएँ पहिला, त्यहाँबाट नानीहरूलाई चाहिँ मैले खुवाइदिएँ। मैले आफै खाएको चाहिँ बनाउनु पाइनँ किनकि म नानीहरूलाई खाएपछि मैले लास्टमा खाएँ नि त खाना, र डेडीले पनि खानुभयो ढेँडो यहाँ। र यति भन्दै मेरो भिडियो यहाँ एन्ड गर्छु, धन्यवाद।